के गर्नु भएको तपाईले? कत्रो ठुलो सोले कराको भर्खर प्रदर्शनमा आएको चलचित्रको नक्कली डीवीडी सुपर हिट गीतहरुको नक्कली MP3 बनाउन लागेको कम फाइदा हुन्छ? तपाई गैर कानुनी काम गर्दै हुनुहुन्छ। संस्था वा अधिकारवालाको अनुमति बिना चलचित्र र गीत संगीतको नक्कल गरी बेच्नु अपराध हो। किताबको नक्कली प्रकाशन गर्नु वा फोटोकपी गरेर बेच्नु पनि अपराध हो। कलाजन्य रचना वा फोटोको अनधिकृत प्रयोग गर्नु, कम्प्युटर सफ्टवेयर, वैज्ञानिक लेख रचनाको अनधिकृत उत्पादन र व्यापार गर्नु सबै अवैध कार्यहरू हुन्। यस्तै अवैध काम गर्ने केही व्यक्ति लाखौं जरिवाना र जेल सजायका भागीदार भइसकेका छन्। त्यसैले प्रतिलिपि अधिकारको उल्लङ्घन नगरौं र ठूलो सजाय पाउनबाट बचौं। नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय। केटाहरूले पैसा उठाइरहेछ। थाहा छ हप्ता उठाउँदैछन्। ती सबै सट्याएका केटाहरू हुन्। त्यसैले नदेखे जस्तो गर। सर होइन हाँस्दाखेरि कस्तो देखिरहेको छु म? राम्रो छ। रिसाउँदाखेरि नि झन् राम्रो सर। हो र
हो सर छिडिएको पटिन्छ हैन मजाले हजुर तलाई हामी सत्याको मान्छे हौ थाहा छ मलाई त्यही भएर मैले तिमीलाई पिटेको यो मेरो एरिया हो म यहाँ जे चाहन्छु त्यही हुन्छ भन्दै सत्यलाई तिमीहरूको यहाँ दादागिरी चल्दैन भनेर यो सहर सत्यको यहाँ सत्यले जे चाहन्छ त्यही हुन्छ बुझिस् भन्दै तेरो सत्यलाई यो सहरमा बलु दादा पनि छ भनेर भैरो छौ कि क्या हो हर्न बजाएको सुन्दैनौ मलाई तेरो स्टाइल मन पर्यो आई लाइक इट यो सहरमा कम से कम एकजना त रहेछ यो सत्यसँग सिगरेट खेल्न हिम्मत गर्ने ए कहाँ हो सत्य यिनीहरू तँलाई कुट्न आएका होइन तेरो मृत्युको तमासा हेर्न आएका ल आइज आज म पनि हेर्छु यहाँ मृत्युको तमासा कस्तो हुन्छ सत्यको आतंकबाट मुक्ति दिलाउनु को आउला घायल 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 घायल
घायल घायल पहिला धनेश इन्टरप्राइजेस थियो हैन म 8 वर्षदेखि यही पसलमा छु त्यस्तो कम्पनी त मलाई थाहा भएन त कहिलेको कुरा होला सर 10 वर्ष अघिको यति बेलासम्म तपाईँ कहाँ हुनुहुन्थ्यो म जेलमा थिएँ भाइ निस्किन पैसा निकाल मलाई के डर मलाई के डर मलाई के डर पैसा निकाल साला निकाल यति पैसा मात्र सबै निकाल आज कमाई यति नै हो दाइ भगवानको कसम दाइ कमाई छैन कति कमाई हुन्छ मलाई थाहा छ यसलाई किन कुटेको पहिला लुटेको पछि कुटेको अब नि तसँग भएको सब सामान निकाल निकाल्नै पर्ने ओइ मोटा बोल्ने होइन के छ सबै निकाल सबै माल दिनुपर्ने तेरो खोजीमा मेरो सामान सुरक्षित छ हैन त साले गधा मेरो पैसा लिनु त
मेरो पैसा लुट्ने। धन्यवाद दाइ, तपाईँ नआइदिएको भए कुटाइ पनि खाइन्थ्यो, सार्वजनिक पैसा पनि जान्थ्यो। दाइ तपाईँ बाहिरबाट आउनु भएको छ हो? होटल खोज्दै हिँडेको थिएँ। होटल सोटल के होइन दाइ? अब तपाईँ मेरो कुरा बस्ने, ल हिँड्नुहोस् दाइ, हिँड्नुहोस्। ल जाऊ। दाइ यता नै हेर्नुहोस्, यी सबै सत्यका मान्छेहरू हुन्। को हो सत्य? सत्य यो सहरको गुन्डा हो दाइ। प्रहरीले यिनीहरूलाई केही गर्दैन? प्रहरीले यिनीहरूलाई केही गर्दैन दाइ। प्रहरी आफैले यिनीहरू हप्ता उठाउँछ। हिँड्नुहोस् दाइ, जाउँ जाउँ दाइ, आउनुहोस्। म यही घरमा बस्छु, दोस्रो तल्लामा। तपाईँ जाँदै गर्नुहोस्, म गाडी चलाएर आउँछु है। हुन्छ। त्यो ह्यारी लेखेको कुरा छ नि, फ्लाइट, त्यो मेरो हो। बस्दै गर्नुहोस् है। छैन राम्री केटी देख्न साथ धक्का दिने, माने कि तपाईँ ह्यान्डसम हुनुहुन्छ, यसको मतलब आँखै नहेरी हिँड्न त भएन नि। मैले तपाईँले जानी जानी धक्का दिएको होइन। ए त्यसो भए मैले तपाईँलाई जानी जानी धक्का दिएँ? हेरी, यो नयाँ मान्छेलाई मेरो बारेमा भनिदिनु। उषाले मलाई कति मन पराएकी जस्तै छ। आज त मेरो छातीमा पनि हात राखी, फेरि हाँस्दै पनि गई। मेरो त लाइफ बन्यो, मेरो लाइफ बन्यो, मेरो त लाइफ बन्यो, मेरो त लाइफ बन्यो। मेरो के अपराध थियो र मलाई यसरी बाँधेको? एउटा दुईटा अपराध भए पो भनौँ। प्रतिभाशाली मानिसहरूलाई नोकरी नदिएर आफ्नो आफन्त र आसेपासेहरूलाई नोकरी दिलाउने नालायक कस्तो? क्षमतावान मानिसहरूको भविष्यमाथि खेलवाड गर्ने घटिया कस्तो? म घटिया मान्छे होइन, नेता हुँ, नेता। हामी जस्तो शिक्षितलाई बेरोजगार बनाउने कुपित्र कस्तो? बाँच्नु भनेको हामी जस्तो तमाम बेरोजगारीले दुःख पाउनु। मलाई नमार, म सबै काम छोडिदिन्छु। साले किन मान्छे बिस? अस्ति पुलिसलाई मारिस, हिजो व्यापारीलाई मारिस, अनि आज कसलाई मारिस? नेतालाई। साले जिन्दगीमा जब एउटा झिङ्गा मार्न सकेको छैनस्, मान्छे नि मारेर सपना किन देख्नु नि? कता सुतिनुहोस्, कमसे कम हामी यता सुत्नु दे। उषा जाऊ त चिया ल्याऊ। आमा खै त दाइलाई चिया? मेरो 10-10 हात छैन, चोक पुरेर बस्नेले चोकमै गएर चिया खाए हुन्छ। सोतिनी व्यवहार नगर न, तोसँग कहिले काहीँ राम्रो बोली वचन गर न। आमाको कुरामा नरिसाउनुहोस् है।